सञ्चार उद्यमी अरुण सिंघानिया हत्यामा संलग्न भएर 3 वर्षको जेल सजाय काटेका राम विनोद यादव यसपटक धनुषा 2बाट चुनाव जितेर माननीय बन्दैछन्। रासपाबाट सांसद बनेका यादवको विज्ञता हेर्दा उनी 54 सालमा मान्छे कुटेर मुद्दा खेपेका, 58 सालमा फेरि कुटपिट गरेर मुद्दा खेपेका, 60 सालमा त गोली नै हानेका र 64 सालमा आएर डकैतीमा मुछिएका थिए। यिनको विज्ञताले उचाइ लिँदै लिँदै 66 सालमा अरुण सिंघानियाको हत्यामा पनि संलग्न भए। यस्ता महामानव यस धरतीमा अझै बाँकी रहेछन्। तिनलाई खोजेर रासपाले टिकट दिएछ। उनले चुनाव जितिसकेपछि तपाईँ हामीले आगामी 5 वर्षका लागि हाम्रा नीति निर्माताको साक्षात्कार गर्ने मौका पायो। रासपाको घोषित नीति नै छ जान्नेलाई छान्ने। अब राम विनोद यादव भन्दा जान्ने यो नेपाल धरतीमा अर्को को होला त? अघिल्लो संसदमा मूर्ति चोर कार्चेन लामालाई माओवादीले सांसद बनाएर यस्तै फिल्म देखाएको थियो। अब कांग्रेस, एमाले, माओवादीहरू स्वत्तर बनाएर उदाएको पार्टीमा एकाध यस्ता मान्छे भएनन् भने फेरि परम्परागत राजनीतिको शाख कसरी जोगिन्छ त?